यो भिडियोमा हामी इसी मार्केट भन्ने जुन ब्रोकर छ त्यसको हामी रिभ्यू गर्नेछौँ र यो एउटा ब्रोकर किन एउटा नेपालीको लागि राम्रो छ भनेर तपाईँहरूलाई यसको म फुल्ली एक्सप्लेन गर्नेछु। र यो ब्रोकर मैले आफैले पर्सनली चेकआउट गरेर मलाई यो एकदमै राम्रो लाग्यो किनकि यसमा नेपाली कस्टमर सपोर्ट पनि रहेछ। यानि कि तपाईँहरूलाई केही एकाउन्ट ओपनिङ प्रोसेसमा केही अप्ठ्यारो आयो भने तपाईँलाई मेसेज गरेर इच एन्ड एभ्री स्टेपमा तपाईँहरूलाई यो ब्रोकरको कस्टमर सपोर्टले तपाईँलाई एकाउन्ट बनाउन हेल्प गर्न सक्छ। र यो ब्रोकरको नाम चाहिँ इसी मार्केट्स हो। यो भनेको चाहिँ दुबई र युकेबाट आफ्नो काम गर्छ। यानि कि तपाईँको दुई ठाउँमा चाहिँ यसको हेडक्वार्टर छ। सबसे पहिला हामीले ब्रोकर छान्नुभन्दा अगाडि हामीले के हेर्नुपर्छ भने यो ट्रस्टेड छ कि छैन। अब ट्रस्टेडको मामलामा हेर्ने हो भने सबसे पहिलो इम्पोर्टेन्ट हामीले के हेर्नुपर्छ भने रेगुलेसन हेर्नुपर्छ। रेगुलेसन भनेको कुनै पनि एउटा फाइनेन्सियल इन्स्टिट्युटबाट ब्याक्ड छ वा पनि यसले लाइसेन्स पाएको छ भन्न सकिन्छ। त्यही भएर रेगुलेसनको मामलामा हामीले हेर्ने हो भने यसमा रेगुलेसन एफसिए छ जुन युकेको हो, एफएसए भन्ने छ, एससिए छ, एफएमए छ, एफएससिए, एएसआइसी अनि अरू पनि धेरै कुराहरूको यसले रेगुलेसन पाएको छ। र दुबईको जुन छ दुबईको रेगुलेसनको अन्डरमा पनि यो पर्छ भने युकेको अन्डरमा पनि पर्छ। हेर्ने हो भने ट्रस्टको मामलामा हेर्ने हो भने यो ट्रस्टेड ब्रोकर देखिन्छ। र हामीले यो इच एन्ड एभ्री रेगुलेसन साँच्चै के छ कि छैन भनेर जस्तै एफसिए भनेर तपाईँले खोज्नुभयो भने र वेबसाइटमा जानुभयो भने पनि तपाईँले त्यहाँ देख्न सक्नुहुन्छ। यो जुन कम्पनीको नाम सर्च गर्नुभयो भने एफसिएको अन्डरमा छ कि छैन भनेर हामीले हेर्न मिल्छ। र अब ट्रस्ट र रेगुलेसन भइसकेपछि यानि कि कुनै पनि ब्रोकर तपाईँले ट्रस्ट गरिसक्नुभयो यानि कि रेगुलेसन राम्रो छ भने थाहा पाएपछि हामीले नेक्स्ट के हेर्नुपर्छ भने ट्रेडिङ कन्डिसन हेर्नुपर्छ हामीले। र ट्रेडिङ कन्डिसन हेर्ने हो भने पनि यो एकदमै स्ट्यान्ड आउट गर्छ किनकि यसमा एकदमै लो स्पिड्स र फास्ट एक्जिक्युसन हुन्छ। अर्डर्सहरू जति पनि छन् त्यो सबै टप टियर लिक्विडिटी प्रोभाइडर्सहरूबाट एक्जिक्युट हुन्छ भने र एकदमै लो स्लिपेज पनि हामीले यसमा पाउन सक्छौँ स्पेसल्ली ड्युरिङ हाई भोलाटिलिटी। तर पनि के हामीले ध्यान दिनुपर्छ भने बिग इभेन्टहरू बिग न्युजहरूमा इभन जस्तोसुकै तपाईँको ट्रस्टेड एकाउन्ट भए पनि जस्तोसुकै तपाईँको ट्रस्टेड ब्रोकर भए पनि स्लिपेज र स्प्रेड्सहरू जहिले पनि वाइडन हुनसक्छ। त्यही भएर लो स्प्रेड्स र स्लिपेजहरूको मामलामा हामीले कुरा गर्दाखेरि यो भनेको रेगुलर एक्जिक्युसन गर्ने ट्रेडिङ सेसनहरूमा भनेको जुन बेला चाहिँ तपाईँको विकेन्ड ओपन र विकेन्ड क्लोज मिड नाइटको बेला र एकदम हेभी न्युज जस्तै कहिलेकाहीँ ट्रम्पले के भनिदिन्छ त्यो बेला स्पाइक हुनसक्छ। त्यस्तो कुराहरूमा चाहिँ हामीले ध्यान दिनुपर्छ। त्यो कुराहरूलाई नहेरेर यदि तपाईँहरू मजाले ट्रेड गर्नुहुन्छ एकदमै न्युजहरू हेरेर भने र न्युजले कुनै पनि इन्फ्लुएन्स गरेन भने चाहिँ तपाईँले हेर्ने हो भने ट्रेडिङ कन्डिसन यो ब्रोकरमा एकदमै राम्रो छ। अब ट्रेडिङ कन्डिसन पछि अर्को कुरा आउँछ यसमा के ट्रेडिङ प्लेटफर्म हामीले दिन्छ, हामीले केमा ट्रेड गर्न सक्छौँ। र हामीले हेर्ने हो भने यसमा MT4 र MT5 सपोर्टेड छ। त्यसको मतलब के हो भने हामीले इजिली मोबाइल डेस्कटप र आफ्नो म्याकहरूमा पनि मजाले युज गर्न सक्छौँ यो ट्रेडिङ प्लेटफर्म। र अब अर्को कुरो के हुन्छ भने हामीले ट्रेडिङ गर्ने भनेपछि यसमा के ट्रेड गर्न पाइन्छ त। र यो इसी मार्केटमा चाहिँ हामीले फोरेक्स, कमोडिटी, इन्डिसेस, एनर्जी र क्रिप्टोमा र अरू पनि थुप्रोहरूमा चाहिँ हामीले यहाँनिर ट्रेड गर्न मिल्छ। यो भनेको चाहिँ मेन तपाईँको इन्स्ट्रुमेन्टहरू भयो। अब सबै कुरा हेरिसकेपछि हामीले केमा ट्रेड गर्न सक्छौँ, ट्रस्टेड छ कि छैन, यी सबै हेरिसकेपछि हाम्रो अर्को मेन कुरो के हो भने नेपालीहरूको लागि डिपोजिट एन्ड विथड्र। डिपोजिट र विथड्र भन्ने हो भने अब अरूमा हेरे जस्तो रेगुलरली आफ्नो डाइरेक्ट ब्याङ्कबाट त फिक्स यो डिपोजिट गर्न मिल्दैन यसमा किनकि यो एउटा इन्टरनेसनल ब्रोकर हो। त्यही भएर हाम्रो लागि जुन एभाइलेबल छ नेपालीको लागि जे एभाइलेबल छ जुन मैले भिडियोहरू बनाएको छु यसमा सबै छ। इन्टरनेसनल वालेटदेखि लिएर क्रिप्टोदेखि लिएर सबै कुराहरूबाट हामीले यहाँनिर हाम्रो फन्ड डिपोजिट गर्न मिल्छ र विथड्र गर्न मिल्छ। र सपोर्ट र ट्रान्सपरेन्सीको कुरामा गर्ने भने मैले अगाडि तपाईँलाई भनिहालेँ यसमा तपाईँहरूलाई नेपाली कस्टमर सपोर्टको फिचर्स छ। यानि कि यदि तपाईँहरूले चाहिँ यसमा खाता खोल्नुभयो भने चाहिँ तपाईँहरूले चाहिँ डाइरेक्टली कस्टमर सपोर्टसँग बोल्न सक्नुहुन्छ विथ नेपाली। यो ब्रोकरको एउटा राम्रो कुरो के छ भने यदि तपाईँहरूले एकाउन्ट खोल्नुभयो भने यहाँनिर तपाईँहरूलाई एउटा पर्सनलाइज एकाउन्ट म्यानेजर एसाइन गरिदिन्छ। यानि कि त्यो म्यानेजरले तपाईँहरूलाई एभ्री स्टेपमा हेल्प गर्छ तपाईँको एकाउन्ट ओपनिङ प्रोसेसदेखि सबैमा लिएर है। अब डिपोजिटमा हेल्प गर्छ भन्ने होइन, त्यसैले डिपोजिट भनेको चाहिँ आफैले गर्नु होला, त्यस्तो अरूको भरमा नपर्नु। यदि कसैले गरिदिन्छु भन्छ भने पनि हामीले धेरैचोटि सोध्नुपर्ने हुन्छ किनकि यो फिल्डमा धेरै स्क्यामर हुन्छन् र यो भिडियो हेरेर यसले यसो भन्दैछ भनेर स्क्यामरहरूले आइडिया पनि पाउन सक्छन्। त्यही भएर एकदमै सतर्क रहनु होला। तपाईँलाई एकाउन्ट ओपनिङ प्रोसेसमा मात्रै हेल्प गरिदिने चाहिँ तपाईँहरूले एकाउन्ट म्यानेजर पाउनुहुन्छ। त्यसको लागि चाहिँ के गर्नु पऱ्यो भने मुनि डिस्क्रिप्सनमा लिङ्क छ, त्यो चाहिँ भनेको एउटा एकाउन्ट ओपनिङ लिङ्क हो। तपाईँले त्यो लिङ्कबाट एसाइन गर्नुभयो भने चाहिँ तपाईँहरूलाई चाहिँ नेपाली कस्टमर सपोर्ट
सँग चाहिँ तपाईँको कनेक्सन हुन्छ र तपाईँले एकाउन्ट ओपन गर्ने बित्तिकै त्यो तपाईँको लागि पर्सनलाइज्ड एउटा एकाउन्ट म्यानेजरले तपाईँलाई कन्ट्याक्ट गर्छ। अब वाट्सएपमा हुन्छ कि कहाँ हुन्छ तपाईँलाई कन्ट्याक्ट गर्छ र कन्ट्याक्ट गरेर तपाईँहरूको एकाउन्ट ओपनिङ प्रोसेसदेखि तपाईँको एकाउन्ट भेरिफिकेसन प्रोसेससम्म एकाउन्ट म्यानेजरले हेल्प गर्छ। र कहिलेकाहीँ केही त्यस्तो सिचुएसन आयो, कुनै बेला अनयुजुअल केही एक्टिभिटी भयो भने पनि तपाईँले त्यो एकाउन्ट म्यानेजरसँग कुरा गर्न सक्नुहुन्छ। उसले तपाईँलाई एक्सप्लेन गरिदिन्छ के भयो भनेर। यो ब्रोकर मैले एउटा नेपालीलाई सजेस्ट गर्नुको कारण चाहिँ त्यो हो, किनकि हामीले हेर्ने हो भने अरू कुनै पनि ब्रोकरमा यसरी नेपाली कस्टमर सपोर्टको फिचर छैन। यसरी तपाईँहरूलाई चाहिँ 24 आवर्स एउटा नेपाली एकाउन्ट म्यानेजरले चाहिँ तपाईँलाई हेल्प गर्छ भन्ने चाहनुहुन्छ भने चाहिँ तपाईँहरूले चाहिँ मैले डिस्क्रिप्सनमा दिएको लिङ्कबाट खाता खोल्नु पऱ्यो। किनकि त्यसो गर्दाखेरि के हुन्छ भने यो चाहिँ क्लाइन्ट नेपाली हो भनेर नेपालीमा भनौँ नेपाली मान्छेसँग चाहिँ तपाईँको जुन एकाउन्ट कनेक्ट गरिदिन्छ र त्यसरी तपाईँलाई उसले डाइरेक्टली वाट्सएप मेसेज गर्न सक्छ। तर जहिले पनि स्क्याम्सहरूबाट चाहिँ बच्नु होला, किनकि वाट्सएपमा त्यस्तो धेरैजनाले मेसेज गर्न सक्छन् र यदि तपाईँलाई कसैले मेसेज गर्दैछ भने त्यो साँच्चैकै कस्टमर सपोर्टकै मान्छे हो कि होइन त्यो कुरो चाहिँ एकदमै ध्यान दिएर मात्र चाहिँ कुरा गर्नु होला। वा त्यस्तो कसैले मेसेज गरिहाल्यो भने पनि तपाईँले कन्फर्मेसन गर्नको लागि हाम्रो ग्रुपमा आएर तपाईँले सोध्नु सक्नुहुन्छ यसले यसरी मेसेज गरेको छ के यो ट्रस्टेड हो कि होइन भने तपाईँले मलाई मेसेज गर्न सक्नुहुन्छ वा तपाईँले ग्रुपमा मेसेज गर्न सक्नुहुन्छ। म तपाईँहरूलाई त्यहाँ हेरेर रिप्लाई गरिदिन्छु। त्यसैले यदि लङ टर्म सोचेर पर्सनल एकाउन्ट पनि ग्रो गर्ने सोच्दै हुनुहुन्छ भने चाहिँ तपाईँहरूले यो ब्रोकर एकाउन्टमा खाता खोल्नु भयो भने चाहिँ तपाईँले नेपाली कस्टमर सपोर्टको सपोर्ट पाउनुहुन्छ। र अर्को कुरो के भने यो दुबई बेस्ड ब्रोकर भएकोले यदि तपाईँहरू पछि गएर दुबई सिफ्ट गर्ने सोच्दै हुनुहुन्छ भने पनि तपाईँहरूलाई सजिलो हुन्छ, किनकि यो दुबईबाट रेगुलेटर भएको एउटा ब्रोकर हो। हामीले जुन यो इसी मार्केट छ यसमै हामीले कन्टिन्यू ट्रेडिङ गर्न मिल्छ किनकि यो दुबईबाट रेगुलेटेड ब्रोकर हो। त्यसैले यदि एकाउन्ट खोल्न चाहनुहुन्छ भने चाहिँ म डिस्क्रिप्सनमा म लिङ्क छोडिदिन्छु, तपाईँहरूले त्यो लिङ्कबाट मात्र चाहिँ एकाउन्ट खोल्नु होला। यदि अर्को डाइरेक्ट तपाईँले वेबसाइटमा गएर खोल्नुभयो भने चाहिँ तपाईँलाई त्यो नेपाली सपोर्ट टिमसँग चाहिँ कनेक्टेड हुँदैन, त्यो कुरो चाहिँ ध्यान दिनु होला। यदि नेपाली कस्टमर सपोर्टको चाहिँ तपाईँहरूलाई सपोर्ट चाहिन्छ 24 आवर भने चाहिँ मुनि दिएकै लिङ्कबाट चाहिँ खोल्नु होला। मुनिको लिङ्कबाट तपाईँले खोल्नुभयो भने तपाईँलाई कुनै पनि एक्स्ट्रा चार्जेसहरू लाग्दैन, सबै कुरो सेम नै हो। तपाईँको ट्रेडिङ कन्डिसन सेम हुन्छ, तपाईँले स्पिड सेम नै भेट्नुहुन्छ, सेम स्लिपेज हुन्छ, सेम एक्जिक्युसन हो। अब ट्रस्टको कुरो गर्ने भने हामीले ट्रस्ट पाइलटमा गएर प्रायः जसो रिभ्यू हेर्ने गर्छौँ, तर यहाँनिर हामीले के देख्छौँ भने यसको 3.6 त रेटिङ छ। तर ट्रस्ट पाइलटमा एउटा के फिचर्स पनि हुन्छ भने हामीले यहाँ फिल्टर गर्न मिल्छ र भेरिफाइड मात्रै हेर्ने, हामी भेरिफाइड मात्रै हेर्न चाहन्छौँ भन्नुहुन्छ भने चाहिँ हामीले यहाँनिर 33 वटा रिभ्यू देख्छौँ र भेरिफाइडलाई टिक गरेर टिक नगर्ने भने 70 वटा रिभ्यू छ होइन र 96 टोटल रिभ्यू हो। तर भेरिफाइड मात्रै हेर्ने भने चाहिँ 33 वटा रिभ्यू छ र कतिजनाले 5 स्टार दियो भनेर हामीले हेर्न मिल्छ। यहाँनिर 28 जनाले चाहिँ 5 स्टार रिभ्यू दिएका छन्, 4 स्टार रिभ्यू दिने 0 छन्, 3 स्टार रिभ्यू दिने 1 जना छन् भने 1 स्टार दिने 4 जना मात्र छन्। त्यसैले यसरी हेर्दाखेरि के देखिन्छ भने ओभरअलमा त्यो भेरिफाइड मात्रै हेर्ने हो भने चाहिँ जुन रिभ्यू छ रिभ्यू ट्रस्ट पाइलटमा राम्रै छ, किनकि 5 स्टार दिने नै बढी छन् 1 स्टार दिने भन्दा।